पानी त छ रहेछ छन् कसैले अलैँची पानी लाएर खान्छ भन्ने सोचाइ के रहेछ त्यहाँ हजुर हजुर साथहरू पानी लगाएर कि हजुर त्यससँग पाखामा कति फलाएको हिँडेर रख भनेर सोचेछ परबाट यसपालि त माथि निभारेदेखि त्यसपालि त कति 25-26 रोल कति लगाएर ल्यायो नि पानी राख्छ ए छैन नि पहिलादेखि त्यसो गर्नु भने त्यो कसैको मन दुःख दुख्नु हुने कसैलाई पिर नपर्ने होइन त्यही त कसैलाई अब हुने आफ्नो यहाँ यो जमिनै थिएछ नि उनीहरू भनेपछि एकदम बारी हो यो मुनि कालाई पुग्यो तर यो 90s भन्दा पहिलेको हो होला है यता माथि सबै यो रहेछ नि हुने पनि अगाडि घर यताउति हेर्नु यो त बारीको यो कालो हो नि त्यही त नि ढुङ्गाहरू हेर्नु त्यही त अगाडि को बस्दै बारी हुँदा त यस्तो थिएन होला नि त अलिअलि चार बारी हजुर यस्तो जङ्गल भयो कि कुहिएर पाखै हेर्नु अब झार्दा कुहिन्छ बस्छ सागपात बस्दै त्यही त नि तान त दुईवटा यहाँ त के बस्छ ताने अस्ति यो बनाएको सँगै तान्नु त्यति दिनमा थपा बन्ती पनि खान्छ निकाल्दा काट्नु पानी यत्रो पानी चाहिँ अब हुँदैन यहाँ यत्रै हो उहिले चाहिँ मैले थाहा पाउँछु तर अब अहिले पनि हुन्छ हुनु त तर हामीले लगेको छौँ होला त्यो भएर पनि होला हेर्नु बिरुवा मजाको ल यतिको सुकाउमा त हुन् सिताले खोजेकै हो नि यिनीहरूलाई पनि सिताल चाहियो हेलो मित्रहरू अहिले भने चाहिँ म यहाँ हाइकिङमा गइरहेको छु जङ्गल आज चाहिँ डुल्नु मेरो अगाडि दुईजना काकाहरू हुनुहुन्छ र अलैँची बारीबाट जङ्गल डुलेर गइरहेछु बाल्यकालको जग्गातिर गइरहेको छ भन्नुपर्दा चाहिँ एकदम रमाइलो भइरहेछ यहाँ चाहिँ सानोमा मात्रै म चाहिँ हिँडेको तर अहिले धेरै परिवर्तन आएछ यो त माथि हो नि त नि सिरानो हो नि उसको बारी यसो गरेर त्यसो गइन्थ्यो नि यो निबाराको रुखहरू सबै गएछ त नि अब त यस्तोहरू भएछ नि निबारा रुख धेरै थियो नि त हो यहाँ त पहिले त नि आम्मामा थोरै निबारा थिएन चढेर हामी काटिन्थ्यो यो एउटा त यहाँ छ रहेछ निबारा नि सुकेछ र निबारा रुख यस्तो भएछ त्यही त अलैँची चाहिँ हो धेरै रोपेछ यो सबै अलैँची बारी यो हेर्नुहोस् सबै अलैँची बारी यस्तो पानी लगाएर अहिले पनि हिउँदोको दिनमा पनि एकदम पानी मजाले लगाएर मेन्टेन गरेर राखेको छ यो अलैँची हो पैसाको भोट पैसा त्यो खाला नि पानी छ त काका त्यही त काका हो यो सबै उसकै थामको हो ए हो अब कति छ उसको निकै छ क्या काका 5 एकर म के मजाको जङ्गल पनि हो दामी आएछ नि दाउराहरू घाँसको दुःख छैन हजुर हजुर हामीलाई भने चाहिँ बस्तीको मान्छे हामी काम गर्न चाहिँ गाह्रो भइन्छ
अब कति छ फाड्नु अब फाड्न त ऊ तल जिउँदै छ झन् यति नै छ भने ए हो कुमारको त ऊ यो चाहिँ काकाको कटेर यो तपाईँको होला होइन यो त गागाकै माथि माथि छ यो भट्टी यो तपाईँको यो हिजो पानी मरेर चाहिँ यो छैन ए बसाइ चाहिँ यहाँ काका यतै बस्नुहुन्छ होला नि टिप्टा त होइन बस्यो त्यही यो पानी राख्नु भनेर थियो नि छैन ए ठिकै छ नि यतै बस्यो काम गर्यो काकाको कटेर दुई चार दुई आइपुग्यो हो उयो तर सकेछ नि भाइ बाह्रले उयो बाबाहरू यहाँ खान्थ्यो ढुट्ट यहाँ फाटेको नि बस्ने फाट्यो होइन यता बस्ने नि ठिकै हो त काका यहाँ कटेर बस्नु ठक्कै काका माथि चाहिँ छैन नि कटेर तपाईँको माथि ए छ त नि सायद तपाईँको घर लगाएछ यो यहाँ छ नि मेरो फाँडहरू ए यो काका ए लाउनु भएछ त अन्त यहाँ फल्छ होला भन्नु चाहिँ यतातिर नि ए यहाँनिर भए म आफै गर्छु भन्दैन यसपालि लिएको पोहोरदेखि नदिएको यहाँ यो मैले पोहोरदेखि लाल यो एक खुर्का ए अनि मात्रै त्यो पोइन्ट गरेको छ भने मात्रै मार्किङ गरिदिन्छ अरे सकिगयो नि यता पनि पैसा उता पनि पैसा सकिएन यसो यहाँ यसो चाहिँ मेरो छ नि त यहाँ हुँदो कता काका यहाँदेखि यसो ऊ त्यो फरी छ नि हजुर फरीको कामलाई उँभो चाहिँ मेरो यहाँदेखि उयो खुट्टा छ नि हजुर खुट्टादेखि यसो गएको यो डुँडी यता चाहिँ मेरो जम्मै यो घामदेखि यो सेतो पातो हुँदै आएको यो डुकु कुइन्छ काका माथि ए पुरै छ नि हाम्रो त ए कति मजाको ठक्कैसँग बस्यो गर्छु हो आज होइन हो जाउँ साथीभाइ हो जङ्गल घुम्नु भन्दा पनि पसिना चाहिँ निकै फाइनली आइपुग्यो त के अरे नि एकदम अब चिया पकाउनुहरू केटा आउँदो रहेछ होइन कराउनु थालेको छ फाइनली अब चाहिँ भने के अरे नि भन्ने जग्गामा आइपुगेको छु र यहाँ एकछिन बस्नेछु उहाँसित उनीहरूसित कुराकानी गर्दै यहाँ चाहिँ अब काकाले चिया पकाउँदै हुनुहुन्छ चिया उम्लिँदैछ र उनीहरू काम गर्दा बस्ने खाने पकाउने जग्गा चाहिँ यहाँ हो उनीहरूको त्यहाँ यतापट्टि चाहिँ घर रहेछ र यहाँ यतापट्टि चाहिँ यहाँ चाहिँ घर र यता चाहिँ पकाइ खाने केहरू पकाउने किचन चाहिँ यता छ रहेछ ल है त मित्रहरू सबैजनालाई धन्यवाद ज्ञापन गर्दै आजको यो भिडियो यतिमा अन्त गर्नु चाहे र यहाँ आएर धेरै रमाइलो भयो काकाहरूसित कुराकानी गरियो उहाँहरूको अलैँची बारीहरू सबै हेरियो डुलियो र अब भने चाहिँ फेरि घरतर्फ लाग्नेछु र फेरि पनि यहाँहरू सबैजनाले मेरो भिडियोलाई मन पराइदिनुहुन्छ होला भन्ने पूर्ण आशा राख्दै र फेरि पनि सबैजनालाई धन्यवाद भन्नु चाहे थ्याङ्क यू एभ्रिवान